हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। र आजको यात्रा चाहिँ हाम्रो घानरुक हुँदैछ। पोखराबाट घानरुक जाँदैछौँ। पोखराको चाहिँ मैले भिडियोहरू बनाउन पाइनँ, त्यसको लागि सरी। र यो चाहिँ हामी पोखराबाट घानरुक जाँदै गर्दा बाटोमा लिएको भिडियोहरू फोटाहरू हो। र बाटोमा हामी घानरुक जाँदै थियौँ, त्यहाँ झरना देखिसकेपछि हामी चाहिँ फोटो भिडियो बनाउन त भनेर फोटो भिडियोहरू गराउन थाल्यौँ। हामी चाहिँ 4 जनाको ग्रुपमा जाँदै थियौँ घानरुक। गाइस, हामी घानरुक आएको, यस्तो छ बाटो। बाइक अघि गछ, हामीलाई हिँड्न परेछ यत्रो 10 किलोको भारी बोकेर। बाटो यस्तै छ। घानरुक आइयो, पानी परेर यस्तो भयो, बिजो भयो। थकी पनि एकदम लागेछ। बाटो पनि खत्तम रहेछ, पुरै अफ रोड मात्र। अघि जानुभएको यहाँ चाहिँ। आजको मौसम त्यति सफा पनि छैन। हेर्नु चाहिँ यता हेर्नुहोस् त, ल कस्तो रहिरहेको छ यहाँ आउँदा। म त एकदम दुखी छु। पैसाकै टेन्सन छ उहाँलाई, फेरि पैसा सक्दी भनेर पैसाको मात्र पैसा मात्र भनिराख्नु भयो। एकदम चिसो छ है, आज चाहिँ पानी परिरहेको छ। आज हामी अब यहाँ जाँदैछौँ। अब के कसो हुँदैछ हुन्छ। मान्छे चाहिँ बस्दै आइराख्नु भएको। यस्तो छ है, घुम्न चाहिँ धेरै टाढाको ठाउँबाट आइराख्नु भएको छ। यस्तो छ है पछाडिको यो सिन चाहिँ। चिसो छ आज चाहिँ। हेर्नु चाहिँ पछाडि धेरैजना घुम्न आउनु भएको छ, निकै टाढादेखि आउनु भएको छ। बाटो चाहिँ एकदम स्वादिष्ट। फाइनल्ली गाइज, हामीहरू चाहिँ होटेल खोज्दा हामी गुरुङ कटेजमा पुग्यौँ। र त्यहाँ चाहिँ एकदम राम्रो कि हामी त एकदम खुसी भयौँ त्यहाँ पुगेपछि। अनि पछि हामी होटेलहरू खोजिसकेपछि अनि रुमहरू हामी सोच्दै बुझ्दै गयौँ। अनि पछि हामी रुमहरूको पनि लिइसकेपछि ड्रेसहरू चेन्ज गरेर फोटो भिडियो बनाउने भनेर फोटो भिडियोतिर लाग्यौँ। अनि साँझको समय रात परिसकेको थियो। अनि साँझमा चाहिँ त्यहाँ चाहिँ फायरिङ हुँदो रहेछ कि, आगो ताप्ने। एकदम चिसो छ नि त त्यहाँ ठाउँ। अनि त्यो दिन चाहिँ हल्का पानी पनि परेको थियो कि, अनि एकदमै चिसो भएको थियो। अनि हामी आगो ताप्दै रमाउँदै गरिरहेका थियौँ। अनि त्यसैमा हामी आगो ताप्दै रमाइलो गर्दै थियौँ। त्यसै गरी हामी त्यहाँ त 4 जनाको ग्रुप गएको थियौँ नि त। एउटाले अर्काको भिडियो गरिदिने, फोटा खिच्दिने, त्यसै गर्दै हामी रमाइलो गर्दै गयौँ। त्यहाँ त धेरै मान्छेहरू पनि आउनुभएको थियो विभिन्न ठाउँहरूबाट, बाहिरबाट पनि, बाहिरी आउट कन्ट्रीबाट पनि धेरै पर्यटकहरू त्यहाँ रमाइलो गर्नको लागि आउनुभएको थियो। हामी एकदम त्यसै गरी रमाइलो गर्दै गयौँ, नाच्दै गाउँदै रमाइलो गर्दै। अनि त्यही हामी नाच्दै गाउँदै रमाइलो गर्दै गरेर होला हामीलाई धेरै थकी लाग्यो। अनि हामी खाना खान जाने भनेर हामी खाना खान लाग्यौँ। अनि खाना खाइसकेपछि पनि हामी एकछिन नाच्यौँ फेरि, त्यही रमाइलो गर्ने भनेर। किनकि हामी त त्यहाँ गएको त्यही रमाइलो गर्नको लागि हो नि त गएको। अनि हामी त्यही रमाइलो गरिसकेपछि
9 बजिसकेको थियो होला सायद। अनि हामी सुत्न गयौँ अनि त्यहाँ हेर्न जाने भनेको साँझमा रमाइलो गर्ने अनि बिहानमा भ्यू वारिपारि डाँडाकाँडाहरू देखिने अनि त्यस्तै गरी मेन भनेको हिमाल देखिँदो रहेछ। त्यही हिमाल हेर्नको लागि हामी बिहानै उठ्यौँ। अति राम्रो हिमाल देखियो कि यति राम्रो नजिकै देखिने कि त्यो ठाउँबाट त। अनि त्यही हिमालहरू हेर्दै रमाइलो गर्दै फोटा भिडियोहरू खिच्दै रमाइलो अनि बिहानको समय थियो। त्यसपछि हामी त अब छिटै नै जानुपर्ने थियौँ त किनकि हामी अघिल्लो दिन आइसकेको थियौँ। त्यही भएर हामी अब ड्रेस लगाऊँ, ड्रेस लगाएपछि फोटो भिडियोहरू खिचौँ राम्रो आउँछ भनेर त्यहाँको गुरुङ कटेजमा बसेको थियौँ। हामी गुरुङ ड्रेस नै लगाएर अब चिटिक्क पर्दै कपालहरूले नै ड्रेसहरू लगाएर अब फेरि फोटो सुटहरू गर्ने, फोटोहरू खिच्ने, भिडियोहरू बनाउने गर्दै रमाइलो गर्दै गर्न थाल्यौँ। हामीलाई एकदमै रमाइलो भएको थियो कि अझ त्यो ड्रेस त्यसैमाथि पारि हिमालहरूको सिन अनि कपाल भिडियो फोटोहरू सुट गर्दा एकदमै रमाइलो लागेको थियो। अनि हामी त्यो फोटो भिडियोहरू खिच्दा त हामी टाइम बितेको पत्तै पाएनछौँ कि त्यसै गर्दा गर्दै 9:30 भइसकेको रहेछ। अब त हामी झर्नुपर्छ भनेर ड्रेसहरू पनि खोल्यौँ अनि ड्रेसहरू बुझाइदियौँ। ड्रेसहरू बुझाइदिइसकेपछि हामी अर्को ड्रेसहरू चेन्ज गर्ने अनि ब्यागहरू प्याक गर्ने यताउति गर्दा 10 बजिसकेको थियो। अनि हामी त्यहाँबाट झऱ्यौँ, गुरुङ कटेजबाट झऱ्यौँ, तल कुसमा झऱ्यौँ। यो भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरू